स्पेशल डे खासमा चाहिँ आज मेरो बर्थडे हो ह्याप्पी बर्थडे टु मी अनि आज बर्थडेको दिन पनि यसरी काममा हिँडिरहेको छु हैन अनि के गर्नु त यस्तै हो बर्थडे भनेर भएन काम गर्नै पर्यो खानै पर्यो हैन तर पनि त्यो गर्न नपाए पनि ठिकै छ चलिरहेको छ हैन बर्थडे आइरहेको छ हैन मनमा खुसी भइरहेको छ उमेर बढिरहेको छ अरु कुरा त त्यस्तै हो गाइस अनि चोकतिर भन्दै हो के चोकतिर केटा हो चोकतिर म पोखरातिर भन्दा कताको चोकतिर पोखरा बारीको चोकतिर के छ मासु हो हैन मासु हैन बे के हो मटर मासु निस्किन्छ त तन्त्र मन्त्र गर्दिम र कि यहाँ चेन्ज पो भइहाल्छ कि है तर मन्त्र पढ त आउँदैन मलाई नि आउँदैन कि मासु ल यहाँ यो मासु सस्तो मासु खै म पनि आइरहेको छु के त खोल रात पिसी खोलिरहेको छु शिकार रुपियाँ अघिको थियो गाडी नम्बर कति यार मलाई त गाडी नम्बर धरि थाहा छैन यार ल यो चाहिँ इन्ट्री कार है आज ए साँच्ची आज मेरो बर्थडे मा म त बिर्सिगो हे गाइज वेलकम ब्याक टु द माई अनदर ब्लग तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि ठिकै नै छु अनि म चाहिँ अहिले बिहान उठेँ खानाहरू हल्का पकाएँ अनि टिफिन प्याक गरेर हिँडिरहेको छु कामतिर होइन काम गर्नै भयो के गर्नु अब यस्तै छ अनि आज चाहिँ गाइज स्पेसल डे हो मेरो लागि चाहिँ होइन मेरो लागि नै भनौँ आज चाहिँ स्पेसल डे खासमा चाहिँ आज मेरो बर्थडे हो ह्याप्पी बर्थडे टु मी अनि आज बर्थडेको दिन पनि यसरी काममा हिँडिरहेको छु होइन अनि के गर्नु त यस्तै हो बर्थडे भनेर भएन काम गर्नै पर्यो खानै पर्यो होइन घरको जिम्मेवारी छ त्यो जिम्मेवारी पुरा गर्नु पर्यो अनि सो त्यही भएर म चाहिँ टिफिनहरू लिएर काममै हिँडिरहेको छु अनि आज चाहिँ बर्थडे होइन मनमा खुसी त भइहाल्छ नि त आज आफ्नो बर्थडे हो जन्मेको दिन तर पनि आज 20 वर्ष पुगेँ म अनि आज 20 वर्ष पुग्नेसम्म पनि बर्थडे हरेक साल आयो होइन यही असार 3 गते नै आयो हरेक साल नै आयो तर पनि खासमा हुन्छ नि यो सेलिब्रेसन्स म मात्र होइन हुन त थुप्रै हुनुहुन्छ होला धेरै नै हुनुहुन्छ होला आफ्नो बर्थडे नमनाएको जस्ट त्यो मध्येमा म पनि पर्छु कि एउटा आजसम्म चाहिँ 20 वर्षको उमेरसम्म चाहिँ सायद बर्थडे सेलिब्रेसन चाहिँ म अहिलेसम्म गरेको छैन तर पनि खुसी लाग्छ आफन्त नातागोताहरूले होइन विस गर्नुहुन्छ होइन शुभकामनाहरू दिनुहुन्छ त्यो देख्दाखेरि खुसी लाग्छ मनमा चाहिँ हुँदो रहेछ है कता बर्थडे सेलिब्रेसन गर्न पाए नि हुने नि अरूको देख्दा अझ स्पेसल्ली होइन अरूको देखिन्छ नि त जब अरूले बर्थडे हो धुमधाम मनाइरहेको हुन्छन् केक काटिरहेको हुन्छ होइन तर पनि त्यो गर्न नपाए पनि ठिकै छ चलिरहेको छ होइन बर्थडे आइरहेको छ होइन मनमा खुसी भइरहेको छ उमेर बढिरहेको छ अरू कुरा त त्यस्तै हो गाइस अनि आज चाहिँ मौसमको कुरा गरौँ मौसम चाहिँ बवालै छ है रातभरि पानी डेन्जरै आयो अनि आज चाहिँ शीतल भइरहेको छ नत्र गर्मीले यति बेला घाम पर्ने बेला भइसक्यो अनि यति बेला नै चल पसिना झर्थ्यो आज चाहिँ वाह बब्बाल छ क्या मौसम चाहिँ अनि यो बवाल मौसममा कामहरू गर्दा पनि रमाइलो हुन्छ होइन राम्रै हुन्छ ल गाइस म चाहिँ अहिले कम्पनीहरू पनि पुग्न आँटिसक्यो यहीँ त हो पुगिसक्यो भनौँ के आँटिसक्यो होइन अब आइसक्यो अब 8 बजीदेखि राति 8-9 बजीसम्म दुःख गर्ने अनि बल्ल फल पाइन्छ लु गाइस अहिले चाहिँ हामी चल्दैको गाडी लिएर सरर घुम्न चोकतिर भन्दै हो के चोकतिर केटा हो चोकतिर म पोखरातिर भन्दा कताको चोकतिर पोखरा बारीको चोकतिर पोखराको चोकतिर होइन फेरि घुम्न हिँडेको है अहिले चाहिँ भन्यो भने के भन्नु अब
भएर चाहिँ भवाल छ। मन्द मन्द चिसो चिसो मौसममा सब कुरा छ, मात्र तिम्रो साथको बाहेक भन्ने पनि छैन अब कोहीहरू है। ओ यहाँ स्ट्यान्ड रहेछ त, स्ट्यान्डको युज गरिदिउँ न त। हुँदैन के भयो? ए हो यसलाई जोइन यस्तैमा गर्दिनँ लगाएर गर्दा दिन्थेन क्या भन्छ। अनि गाइज मेरो जसले यहाँसम्म भ्लग हेर्नुहुन्छ, मलाई जहाँसम्म लाग्छ कि तपाईँहरूले मेरो फुल भ्लग पक्कै पनि धेरैले हेर्नु हुँदैन है। अनि जसले हेर्नुहुन्छ यहाँसम्म, जसले मेरो भिडियो हेर्नुभयो उहाँहरूले चाहिँ आज मेरो बर्थडे है, ह्याप्पी बर्थडे भनेर कमेन्ट गर्नु नबिर्सिनु होला। यो भिडियो त होइन भोलि आउँछ, तर पनि आजै सम्झेर कमेन्ट गरिदिनु नि त होइन। म आजै सम्झेर स्वीकार गर्छु, मलाई विस गर्नुभयो भनेर मलाई पनि खुसी लाग्छ है। बर्थडे विस गरिदिनु भयो अनि मेरो भ्लग हेर्नु रहेछ भनेर। अनि लाइक कमेन्ट सब्सक्राइब र सेयर गर्न चाहिँ नबिर्सिनु होला गाइज है। सुरुवात गरिरहेको छु भ्लग जर्नी। राम्रो त छैन होला, तर पनि जे जस्तो लाग्छ त्यस्तै कमेन्टहरू गर्नु होला अनि सक्दो सेयर गरिदिनु होला, माया देखाउनु होला भन्न चाहे। अब चाहिँ हाम्रो खाना खाने बेला भयो, लन्च टाइम 1 बजिसक्यो। हामी टिफिन यहाँ छ, चिसो चिसो भयो होला। हुन त त्यस्तो चिसो त के हुने, यस्तो गर्मी मौसम छ है। अनि केटाहरूको खाना यहाँ छ। के छ, मासु हो? के हो? मटर। वाउ, आज के रहेछ हेरिदिउँ। मेरोमा पो छ कि मासु? वाट इज दिस? ओए मुराब्बा। ए आज पडोसी नै आएन यार। मासु निस्किन्छ त, तन्त्र मन्त्र गरिदिउँ र कि यहाँ चेन्ज पो भइहाल्छ कि है। तर मन्त्र पढ त। आउँदैन मलाई नै आउँदैन कि। हरि ओम मासु निकल जा हो कि आज मासु। ल यहाँ यो मासु सस्तो मासु। ओए मेरो बर्थडे हो आज, दारू खिलाउनु पर्छ। बर्थडेमा दारू खानु हुन्छ कि? यति मात्रै राखेछ यार। वाउ, अनि पकाइ नि दिएन, खालि सुगर पकाए अरे खाना भरिन्छ। साम त कस्तो रहेछ? पिरो रहेछ भ्या, म फेरि पिरो खानै सक्दैन। खै म पनि आइरहेको छु क्या त, खोल दाँत पिसी पिसी खोलिरहेको छु शिकार। वाउ बुङ्गुर आयो आउनु नि त खाना। बुङ्गुर छ तिमीलाई होइन? हुर्किने खानासाना पनि खायो। अब 1 घन्टा रेस्ट टाइम हुन्छ। अब एकैछिन सुत्दिने, फोन चलाउने है। कति 1:16 भइसक्यो, 2 बजीसम्म टाइम रेस्ट। अनि त्यसपछि फेरि त्यही हो, बल्ल मजा आयो, बुझाइरहेको थियो। खाना खाएपछि फेरि यति आनन्द आउँछ कि रेस्ट छोडिदिउँ कि है। ल म चाहिँ अब सुत्दैको। फाइनली गाडीहरू लोड भएर पनि निस्किसक्यो पेट्रोलको लागि। त्यस्तै हो, लोड भएको बेलामा अनि काम गर्ने बेलामा भिडियो गराउन त्यस्तो गाह्रै हुन्छ नि त। सो त्यही भएर अनि यो चाहिँ सिट चाहिँ यस्तो पोलेछ कि, त्यो पोलेछ हो कि चाटै छ कि हामीले गर्दाखेरि होइन। अहिले बस्नु पनि यस्तो गाह्रो भइरहेको छ, यस्तो छोडेर कि चाटो टी सर्टै बोल्दैला जस्तो भइरहेको छ क्या। अनि ल अहिले चाहिँ त्यही हो, पेट्रोलतिर हिँडेको है। गर्मी चाहिँ भवालै छ अहिले। बिहान चाहिँ मन्द मन्द मौसममा आनन्दको मौसम थियो है, चिसो चिसो। तर अहिले चाहिँ लास्ट गर्मी परिरहेछ। फाइनली बुटोल पनि आइपुग्यो। यहाँ चाहिँ हल्का
जाम लागिरहेछ है। अगाडि मामाहरूले चाहिँ यहाँ यसो व्यवस्थापन गरिदिरहेछन्। सो त्यही भएर मामा ओ चाचा मामाहरू गर्मी छ यार लास्ट यो गर्मीमा यस्तो औडा हुन्छ के भन्ने बुटोल बजार है। काल के मतलब कति हमारे डेस्टिनेसन पनि आयो। यो मालहरू यताउति खसाल्ने है। सामानहरू अनलोड गरेर पनि अब चल्दैको फेरि कम्पनीतिर। अनि अहिले चाहिँ फेरि कम्पनी गएर ट्रान्सपोर्ट पुग्नु छ। अनि त्यसपछि बल्ल छुट्टी। यस्तै छ गाइस। के गर्न छ अरे? के साला यस्तो धुलो यार। कम्पनी आएर पनि गाडी लोड भइसक्यो। यही छ है गाडी चाहिँ। एउटा गाडी चाहिँ अघि नै गइसक्यो। अनि म चाहिँ भर्खर पानी लिन गएको थिएँ क्या। अनि पानी लिएर हिँडिरहेको। सामानहरू यहीँ छ। टमाटर नै गाडीभरि टक्क लाएर चलो आइया। ट्रान्सपोर्ट एरिया पनि आयो। 10 रुपियाँ अघिको थियो। गाडी नम्बर कति यार? मलाई त गाडी नम्बर धरि थाहा छैन यार। 10 रुपियाँ यहाँ खनक्क तिरेर अनि बल्ल इन्ट्री। पैसा ठेक्यो त ल। यो चाहिँ इन्ट्री कार है। चलो चली ना 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 ना। फाइनली माल पानी झारेर नि भ्याइयो है आज। ए साँच्ची अस्ति मेरो बर्थडेमा म त बिर्सिगो। ए यार होइन साँच्ची मलाई त पछि त ख्यालै हुन छोडिसकेछ क्या काममा यताउति गर्दाखेरि होला। ध्यान सब काममा जान्छ है। ध्यान जति सब काममा हुन्छ। आज त मेरो बर्थडे भनेर बस्न नि भएन है।
त्यस्तै छ